हेलो साथीहरू नमस्कार। आज मैले चाहिँ आलुको यो आलु फ्राई बनाउन लागेको छु। आलुको लागि मैले आलु काटेँ, छिलेँ, पखालेँ। यति मिठो हुन्छ नि फेरि राम्रोसँग पखाल्नुपर्छ अनि फेरि अब जस्तो आकारमा काटे पनि हुन्छ कि आलुलाई चाहिँ गोलो चिप्सको आकारमा बनाए नि हुन्छ, कुरकुरेको आकारमा बनाए नि हुन्छ। जसरी काटे पनि यो आलु फ्राईलाई चाहिँ एकदमै मिठो हुन्छ। त्यसपछि मैले राम्रोसँग आलु काटेँ, पकौडा आकारको बनाएर हुन्छ। पकौडा जस्तो म धेरै 3 थरी आकारले चाहिँ आलु काटेँ। त्यसपछि चाहिँ मैले यसलाई हल्का बोइल गरेँ कि बेसार राखेँ अनि बोइल गरेँ। त्यो बोइल गर्दा चाहिँ मैले टमाटरको चटनी बनाउनको लागि टमाटरै राखिदिएँ। बोइल गरेर पाकिसकेपछि मैले बेसार हालेँ, थोरै नुन हालेँ, कर्नफ्लोर हालेँ, हरियो खुर्सानी हालेँ अनि तेल तात्यो कि तातेन भनेर मैले विचार गरेँ। हेर्नु न कति राम्रो आलु फ्राई भएछ। अनि आज चाहिँ हामीले यो स्प्राइटसँग चटनीसँग खान लागेको हो। त्यही मिठो यो आलुको फेरि भेराइटीहरू चाहिँ धेरै बन्छ के। जसरी बनाएर यो आलु मिठो हुने फेरि हेर्नु मैले जानी नजानी भरि एडिट गरेर मैले भिडियो हालिदिएको छु। मेरो भिडियोलाई माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। हस् त, धन्यवाद।